पछिल्लो समय निकै नै चर्चित लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी र लोक तथा दोहोरी चर्चित गायक सिद्धार्थ आले मगरको पछिल्लो समयको केही लाइभ दोहोरीको जानकारी फलोअप भिडियो लिएर हजुरमाझ उपस्थित भइसकेको जानकारी गराउन चाहन्छु। दर्शकबिन यस भिडियो पुरा सुनेर र हेरेर हामीलाई अन्त्यसम्म साथ दिनुहोला। पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोकप्रिय गायक सिद्धार्थ आलेले जानकारी दिएअनुसार पछिल्लो समय निकै नै चर्चित लोकप्रिय गायिका अस्मिता डल्लाकोटी र आफ्नो लाइभ दोहोरी बजारमा निकै नै दर्शक श्रोताहरूले मन पराइदिनु भयो र आफूले र अस्मिता डल्लाकोटीले लामो समयदेखि निरन्तर लाइभ दोहोरी गाउँदै र स्टेज कार्यक्रममा सहभागी हुने अवसर मिलेको भन्दै लोकप्रिय गायक सिद्धार्थ आलेले जानकारी गराउनुभएको छ। आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको र पछिल्लो समय आफूले गाएको लाइभ दोहोरी निकै नै उत्कृष्ट र दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र पछिल्लो समयको निकै नै प्रतिभाशाली गायिका अस्मिता डल्लाकोटीसँग आफ्नो दर्जनौं गीतहरू निकै नै भाइरल भइरहेको र पछिल्लो समयको निकै नै चर्चित गायिका अस्मिता डल्लाकोटी र आफूले निकै नै कडा शब्दमा लाइभ दोहोरी सवाल जवाफ गर्दै आएको भन्दै लोकप्रिय गायक सिद्धार्थ आलेले जानकारी गराउनुभएको छ। दर्शक श्रोताहरूले निकै नै रोजाइको लोकप्रिय गायक सिद्धार्थ आले र आफूले गाएको लाइभ दोहोरी निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र आफूले लामो समयदेखि गीत सङ्गीतमा निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको भन्दै लोकप्रिय गायिका अस्मिता डल्लाकोटीले जानकारी गराउनुभएको छ। गायिका अस्मिता डल्लाकोटीले जानकारी दिएअनुसार पछिल्लो समयको निकै नै चर्चित लोकप्रिय गायक सिद्धार्थ आले र आफ्नो लाइभ दोहोरी निकै नै उत्कृष्ट र दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएर आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै आफू स्थानसम्म आइपुग्न सफल भएको र पछिल्लो समय आफूले गाएको सबै जस्तो लाइभ दोहोरी निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको भन्दै लोकप्रिय गायिका अस्मिता डल्लाकोटीले जानकारी गराउनुभएको छ। गायक सिद्धार्थ आलेले जानकारी दिएअनुसार अस्मिता डल्लाकोटीसँग आफूले गाएको लाइभ दोहोरीको केही टुक्काहरू पनि आजभोलि पनि मिलियन भ्युज पनि जान सफल भएको र निकै नै दर्शक श्रोताहरूको राम्रो प्रतिक्रियाहरू आइरहेको भन्दै लोकप्रिय गायक सिद्धार्थ आलेले जानकारी गराउनुभएको छ। गायिका अस्मिता डल्लाकोटीले नै आफूले र सिद्धार्थ आलेले गाएको लाइभ दोहोरी यति दर्शक श्रोताहरूले मन पराइदिनु भएको र आफूले गीत सङ्गीतमा लामो समयदेखि आफूले सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको र आफ्नो बिहेपछि नै आफूले निरन्तर गीत सङ्गीतमै निकै सङ्घर्ष गर्दै यहाँसम्म आइपुग्न सफल भएको भन्दै लोकप्रिय गायिका अस्मिता डल्लाकोटी र लोक तथा दोहोरी चर्चित गायक सिद्धार्थ आलेले जानकारी गराउनुभएको छ।